ल गाइस फाइनली हामी वी आर इन हेटौडा स्मारक पार्क ल बवाल छ रोटेपिङ चाहिँ बवाल है मोटर ब्रिज रोटेपिङ चाहिँ बवाल छ हामी यही रोटेपिङ खोज्दै आएको खास होइन त सर ल टिम पनि आइसकेको छ चट्ट क्यामेराम्यान आउन बाँकी स्मारक पार्क हामीले यो रोटेपिङलाई चाहिँ चट्ट खोज्न भनेर आएको हो खासमा हाम्रो फुल पनि यस्तो बवाल सिन छ टिम छ पार्किङ भइरहेको छ छायाङ्कनको लागि ट्याक्कै यहाँ यसरी शुल्क राखिएको रहेछ यदि हजुरहरू कोही आउँदै हुनुहुन्छ भने चाहिँ ठ्याक्कै यही अनुसार गर्न सकिन्छ सुटिङ गर्न र त्यति धेरै समस्या रहेन रहेछ यहाँ इजी टु भिडियो सुट फिल्म सुट होइन सर सजिलो हो नि हाम्रो टिकटको काम पनि सकिसकेको छ आज हामी 8 बजे चाहिँ जसरी भए पनि क्यामेरा स्टार्ट गर्ने भन्ने प्लानिङ हो सो समयअनुसार चलिरहेको छु म अहिलेसम्म ल साथीहरू सामानहरू झारौँ आफ्नो सामानहरू निकालौँ भाइ हामी भित्र बाहिर गर्न पाउँदैनौँ टिकट काटिसकेको हुन्छ सो सामानहरू सबै बोकेर हिँडौँ कस्तो लागिरहेछ हेटौडा स्मारक कस्तो लाग्यो मजा आइरह निन्द्रा पुग्यो हेलो ओ सानो मान्छे सानो मोडल के छ खबर अब म ठिक छ भन्दै आग तान्दै बसेर निन्द्रा पुगे छैन छैन गाडीमा पनि भुवास भएर सुत्या अनि होटलमा पनि भुवास भएर सुत्या त्यही पनि निन्द्रा पुग्यो तैँले चाहिँ मेकअप सेकअप सब गर्नु भ्याइसक्यो यो दुईटी त्यही भएर ढिलो आएका यिनीहरूको अनुहार बेग्लै छ यिनीहरू छिटै झरेको थियो यो दुईटीको सेतो छ यी तिनटी पनि छिटै झरे आम्मा सिमरन दिदी पनि गोरो हुनु भ्याएछ ल चलो लेट्स गो सबैजना लिएर हामी हेटौडा स्मारकतिर छिर्यो हामी यसरी शहीद स्मृति स्तम्भ पौडी खेल्ने मनोरञ्जन वनभोज स्वाटे ब्यास ऱ्यापर हो कि डान्सर हो साथीहरू चिन्नै गाह्रो छ हो रञ्जित सर चाहिँ जहाँ पनि यो लुक्समा देखिँदा चाहिँ साह्रै खुसी लाग्यो आफ्नो रेस्पोन्सिबिलिटी किनभने सबैभन्दा दाजु हो सर हो अनि आफ्नो रेस्पोन्सिबिलिटी चाहिँ ठुलै बोकेको छ क्या म्याङ्गो स्याङ्गो छुने होइन साथीहरू बेग्लै पैसा लिन्छ फेरि अहिले भर्खरै टाउकोमा लागेन नि लाएर फक्लकै बिएस होला है साथी अलि हेरेर हिँडौँ यति बेला भने केटाकेटीहरू लुगा चेन्ज गर्दैछन् हाम्रो क्यामेरा पर्सनहरू क्यामेरा चेक जाँच भइरहेछ म हल्का लोकेसन हन्टिङ हानिरहेको छु लोकेसन चाहिँ बबाल छ जस्तो भनौँ त्यस्तै ठाउँ छ यहाँ यो सब एरिया हो ल हाम्रो डाइरेक्टर आफै खटिराख्नु भएको छ मेकअपको लागि सर कस्तो लागिरहेको ठिक छ हजुर हाउ वाज युर फिलिङ्स नाउ फिलिङ्स त अहिले चाहिँ अब नर्मलै छ अब एकछिनपछि रियाक्सन बढ्छ सर हजुर के भन्न चाहनुहुन्छ कस्तो एकदम मजा आइरहेछ हामीले अब यो स्पेसली सबै कामहरू आफै कतिको गर्न सकिन्छ भन्ने बाई सेल्फको लागि आज रेडी गर्दैछु एउटा म्युजिक भिडियो त्यसको लागि मेकअप म आफैले गरिरहेको छु सन्तोष सरले कोरियो गरिरहनु भएको छ डान्सिङ अनि यहाँ हाम्रो चट्ट हिरो यता हुनुहुन्छ अब त्यो पहिलेको जस्तो लुक्सलाई सब चेन्ज गरेर कपाल चाहिँ हाल्ने छैन हामीसँग आज यसैलाई अब मेन्टेनेन्स गरिदिन्छ है अनि सबै काम गरेर फाइनली तपाईँहरूलाई भिडियो लिएर आउनेछौँ केही दिनमा भिडियो आइसकेपछि चाहिँ सबजनाले भिडियोलाई एकदम छिटोभन्दा छिटो भिजिट गरेर च्याट्टा लाएर होइन भ्युज आउनु पऱ्यो ट्रेन्डिङमा पुर्याउनु पऱ्यो हाम्रो सिन्धुलीको गीत हो ट्रेन्डिङमा पुग्ने खालको गीत छ भिडियो पनि ट्रेन्डिङमा पुग्ने खालको बनाउने कोसिसमा छौँ यहाँ कोही मर्न हिँडिसक्यो सन्तोष सर यो क्वेसन चाहिँ मलाई नगरौँ ल यो स्पटमा आएर म त म यस्तो पर सुन्दैन कानै सुन्दैन आजभोलि मैले लगाइ चाहिँ यति बेला हाम्रो मेकअप सेकअप चलिरहेको छ भइसक्यो मेकअप हो धेरै गर्नु हुँदैन त्यो धेरै हेभी देख्छ यस्तो अहिले क्यामेरा टल्किन्छ म त त्यति पनि गर्नु पर्दैन यतिकै ठिक छ अलि फाउन्डेसन लाउनु पर्यो सरले टचअप हान्नु आम्मा ब्युटिफुल गाइज
रोटेपिङ आमा तपाईँ त अनि बले खान्छ यार बोले खाने जल यता हाम्रो हिरो नि मेकअप चलिरहेको बसेर गरौँ यता आएको उता फर्किन्छ कस्तो मान्छे है लगाइज अब भने हामी फाइनली तयारी भइसकेको छौँ हाम्रो पहिलो सर्ट हुन लागेको छ त्योभन्दा पहिला हामी क्यामेरा पूजा गर्छौँ अनि त्यसपछि भनेको हाम्रो सुट सुरु हुन्छ धमाधम ब्युटिफुल अपकमिङ मोडलहरू रेडी भइसकेको छन् खै यता हेर न सिधा अब त वाह यो हो नि त तरिका कस्तो लागिरहेको भन त राम्रो कस्तो राम्रो ठिकै लागिरहेछ रमाइलो सम्भवती कल्याणम आरोग्य धन सम्पदा सर्वशत्रु विनाशाय हाम्रो कार्य एकदम सफल होस् गीत ट्रेन्डिङमा जाओस् होइन सबजनालाई नमस्ते नमस्ते बबाल होस् ल दारी जुङ्गे ल सबैजनाले बबाल ल बेबी खतरा नाच्नु पर्यो ट्रेन्डिङमा आउने भनेको चाहिँ तिमीहरूले गरेर है ल गाइज यहाँ हाम्रो बोइजको पहिलो टेक आइरहेछ हामी त्यो वेटिङमा होइन यस्तो गर्नु छ अब यसरी बस्नु पर्यो ल भाइ फाइनल्ली वेलकम छ हाम्रो सुमन भाइ पनि आइसकेको छ लोकेसनमा सुमन भाइलाई सबले चिन्नुहुन्छ टिकटक स्टार भाइरल भयो अनि हाम्रो सिन्धुलीमा पनि थुप्रै सहकार्य गरिसकेको छौँ हामीले फाइनली ओरियो डान्स सेन्टरमा एकदम फेरि पनि भेट भयो हामी भाइलाई वेलकम छ यता हाम्रो केटीहरूको सुट दिइरहेछौँ ल गाइस अहिले हामी पहिलो सेसनको सुट सकेर अहिले खाजाको व्यवस्थाको लागि जाँदैछौँ अहिले हामी खाजा खान्छौँ अनि हामी 11 बजीदेखि 12 बजीको भित्रमा खाना खान्छौँ अहिले हामी खाजा चिसो सिसोहरू खान्छौँ चट्ट लाएर अहिले हामी यहीँ पार्कमा खाजा साजा लिनलाई जाँदैछौँ भाइ सुमन र म चट्ट धमाधम भइरहेछ सुटिङ अहिलेसम्मको प्रोग्रेस राम्रो छ होप राम्रो हुन्छ ल गाइस हामीले खाना पनि अब पार्ककै चमेना गृहमा खाने कुरो हो ठ्याक्क 11 साढे 11 बजीतिर हामी खाना खान्छौँ अहिले चाहिँ लाइट खाजा खान्छौँ नानीहरूलाई पनि अघि पनि एक लट लाइट खाजा त खाएको छ अहिले अब यो धेरै भोकाउँछन् नि त फेरि टेकहरू राम्रो हुँदैन सो अहिलेलाई भने हामी खाजा लिएर लोकेसनतर्फ सरहरू चाहिँ हाम्रो लागि खाजा बोकेर आउँदै हुनुहुन्छ हेर्नु है गाइज यस्तो छ कि होइन हाम्रो सरहरूको यत्तिको चाहिँ हुनु पऱ्यो है साथीहरू भोकायो सेवा नै धर्म हो नि त राजा सेवा भनेको धर्म हो नि त यो खाएर जाने हो क्या चाउच गाइस पायो फुटी राख्नु न हाम्रो सुमन सर हिरो सर के छ हाल सर एकवटा हो चाउ टन्ना खाऊ ज्यान बनाऊ है कस्तो छ चाउ मिठो छ के छ हाल भन न दोस्त पक सुमन दाइको दोस्त जिग्री हो नि यार ल गाइस अब भने हाम्रो फाइनली ड्रोन सर्टको पाला आइसकेको छ ड्रोन रेडी छ यहाँ हाम्रो आर्टिस्टहरू रेडी छन् मान्छे कालो कालो हुन थालिसक्यो यार हेटौडाको घामले जता फर्काएर खिच्दा पनि कालै देख्छु त आफूले ड्रोन सर्ट ल गाइज अब भने हामी रोड टेपिङ चाहिँ फनफनी घुमाउने भन्ने बोलको लागि रोड टेपिङ भएको लोकेसनमा आइसकेको छौँ यता पानी जहाज छ अब यहाँ सुट हुन्छ अर्को सिनको लागि यहाँ बहिनीहरू रेडी भइरहेछ हेलो गाइज रेडी भइरहेछ नि यहाँ यता टिकटक प्र्याक्टिस भइरहेछ केटाहरूको अब हामी चाहिँ
म चाहिँ एकचोटि चट्ट लोकेसन हेरेर रेडी हुँदै गर्छु साथीहरू आउँछन् अनि कम्प्लिट गरौँला खाना खाइयो हाम्रो मेरो मिताज्यूकोमा सन्तोष हुनुहुँदो रहेछ उहाँ पनि हाम्रो के अरे यो शहीद स्मारक चमेना गृह विथ उहाँहरूको चाहिँ गेस्ट हाउस पनि रहेछ ब्लु स्काई होटल एन्ड लज अनि यदि कोही तपाईँहरू पनि सुटिङको लागि यता आउँदै हुनुहुन्छ भने चाहिँ उहाँहरूसँग सम्पर्क गरेर म नम्बर राखिदिन्छु अघि मलाई काटिदिनु भएको छ भने आउनु होला लगायत हाम्रो सुट लगभग सकिन लागेको छ हामी अन्तिम चरणमा छौँ मेरो क्यामेराको ब्याट्री एकदम कम भएकोले गर्दा मैले यो सुटलाई यो भ्लगलाई यहीँसम्म इन्ड गर्नुपर्ने भएकोले गर्दाखेरि विशेष गरी यहाँसम्म भिडियो हेरिदिनु हुने हाम्रो यो भ्लग हेरिदिनु हुने सबैजनालाई धेरै धेरै धन्यवाद हाम्रो पदम भाइलाई मोडल याम सर धेरै धेरै धन्यवाद डिरेक्टर साहब एभ्रिवान सबैजना कलाकारहरूलाई धेरै धेरै धन्यवाद भन्दै म यो भ्लग एकदम छोटो मिठो तरिकाले यहीँ इन्ड गर्छु सबैजनालाई धन्यवाद मेरो च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला वारियर डान्स सेन्टर च्यानललाई सब्सक्राइब गरिदिनु होला लाइक कमेन्ट सेयर अनि भिडियो आइसकेपछि सबैभन्दा पहिला तपाईँले हेर्नु पर्यो हेलो गाइज गुड मर्निङ नमस्ते यहाँहरूलाई फेरि पनि स्वागत छ हिजो हाम्रो सुटिङ चाहिँ एकदम रसमा सुटिङ भयो भ्लगलाई मैले धेरै कन्टिन्यू गर्न पाइनँ यो क्यामेराको मेमोरी कार्ड फुल भयो इन्टरनलमा लगेर मैले रेकर्ड गर्न भ्याइनँ छोटो मिठो भ्लग बनाएको छु के कस्तो लाग्छ प्रतिक्रिया दिनु होला आज चाहिँ हामी सिन्धुली आइसकेका छौँ सिन्धुली आएर पनि आफ्नो ड्युटीमा सुरु भइसकेको छ ड्युटी म यतिखेर क्यान्टिनमा छु स्कुलमा हाम्रो स्कुलमा क्यान्टिन छ चटो लाएर यता हाम्रो गाइजहरू तयार पार्दै हुनुहुन्छ है म चाहिँ यहाँ नाम लिस्ट यसरी ट्याक्क रेडी बनाएर राख्नुपर्छ क्लासमा खाजा दिनलाई सो हजुरहरूलाई यो भिडियो राम्रो लाग्छ भने कृपया हजुरहरूले हाम्रो च्यानललाई सब्सक्राइब गरेर लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला भन्दै मैले यो भ्लग चाहिँ यहाँ एन्ड गर्छु फेरि अर्को भ्लगमा भेटौँला टाटा बाई बाई सी यू टुमरो